युनिफर्म छैन किनकि आज सन्डे हो त्यही भएर आज हामी युनिफर्म लगाउँदिनौँ अन्त युनिफर्म नलगाएको बेलामा चाहिँ अनि हामी ठिकै भोलि छुट्टी हुन्छ आज यस्तो चाहिँ युनिफर्म हुँदैन अन्त हामी चाहिँ आज नै सपिङ गरेर चाहिँ अन्त भोलि चाहिँ कतै पनि जाँदैनौँ किनकि एक दिन रेस्ट हुन्छ सपिङ गर्दा घरमा अलिकति क्लिनिङहरू गर्दा अझ टाइम बित्छ नि त साथीहरू त्यही भनेर चाहिँ तपाईँहरू कस्तो हुनुहुन्छ यहाँ हेर्नु चाहिँ यहाँको मार्केट चाहिँ ठुलो टाउन पनि होइन तर ठिकैको भनौँ न कि तपाईँहरूलाई सबै कुरो पाउने यहाँ चाहिँ यो चाहिँ मोडर्न बेकरी हो यहाँनिर चाहिँ हामीले जति पनि खानेको आइटम्सहरू चाहिँ यहाँ पाउँछ हस्बेन्डले पनि मन पराउनुहुन्छ हो अब स्विटको आइटम्स चाहिँ पाउनु हुँदैन तर पनि ठिकैको आइटम्सहरू चाहिँ पाउनुहुन्छ यहाँ मेरो हस्बेन्ड चाहिँ लाटा यस्तै हिँडिराख्नु भएको छ बाट चाहिँ मैले दाल र चाना लिएँ दाल र चाना लिएदेखि चाहिँ यहाँ चाहिँ यस्तो आइटम्सहरू सबै पाउँछ कि यहाँको मान्छेले चाहिँ यस्तो खालको माछा खाँदो रहेछ कस्तो प्याक्क परेको माछा है माछा त होइन यो सिद्रा रहेछ साथीहरू अहिले चाहिँ मलाई त्यहाँ बदाम दिनुभयो हो बदाम दिएर चाहिँ त्यहाँबाट मैले खाँदै चाहिँ एकछिन बसेँ यहाँ चाहिँ मैले सामान किनेर ल्याइसकेको छु चामल र उयो किनेको छु अलिकति सब्जीहरू अब उनीहरूको दोकानमा गएर चाहिँ मैले सब्जी पनि किन्नु पर्ने हुन्छ हस्बेन्ड चाहिँ चिकन ल्याउनु जानु भएको छ किनकि चिकन चाहिँ यहाँबाट अलिकति टाढो पर्छ नि त त्यही भनेर चाहिँ अब मलाई चाहिँ हामी चाहिँ केरलामा बस्छौँ नि त त्यही भएर केरलाको ल्याङ्ग्वेज चाहिँ अलिअलि थाहा छ त्यही भएर यहाँ चाहिँ त्यही बोल्नु पर्ने हुन्छ तपाईँहरू यसो हेरेर भन्नुहोस् है यहाँ चाहिँ के लिनुपर्ने हुन्छ भनेपछि चाहिँ मस्किटो ने अगरबत्ती उंडो इधर ले जा इधर कामा आफ्नो दोकानको गर्दैन नि त हामी आफै दिन्छौँ त्यही भनेर चाहिँ तर मैले सब्जीहरू सक्नै सक्दैन यहाँ चाहिँ म दोकानमा काम चाहिँ गर्दिनँ है तपाईँहरू त्यसरी नसोच्नुहोस् किन दोकानमा काम गर्छ जस्तै सम्झाउनै सकिने उल्टाको कति पठायो नि अब यो चाहिँ मैले लानुपर्ने यहाँ चाहिँ कोदोको पिठोलाई चाहिँ रागी भनिन्छ क्या अनि म तपाईँहरूलाई देखाउनु लागि भए पनि कोदोको पिठो चाहिँ लिनुपर्ने थियो तर त छैन रहेछ चेटा चेटा रागी उन्डो एपट्टि इधरले रागी पाउडर भन्छ ಈ ಪೊಟೆಟೊ ಹೆಂಗಿದೆ ರೇಟ್ 35 ಚಿಲ್ಲಿ ಇಲ್ಲ ಚಿಲ್ಲಿ ಚೋಟೆ